बस बहुत हो गया, आज तो इस बात का फैसला कर ही डालते हैं। कैसा फैसला? सीधे चलते हैं मुच्छड़ के घर, फिर और फिर मुच्छड़ को बोलते हैं कि नाव वापस करता है। गाइस आज चाहिँ म 4-5 दिन पछि रुममा आएर और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। आज रुममा चाहिँ मेरो हालत यस्तो छ हैन, यस्तो छ हेर्न सक्नुहुन्छ। यो सब यस्तो के अब आयो काम गर्यो आयो सुत्यो है, यस्तो बिजोक त लास्टै बिजोक के। अब काममा गयो अनि आएर केही गर्नु मन लाग्दैन, अनि त्यसपछि सुत्यो भुद्रुक्कै सुत्यो, अनि त्यसपछि त्यही त हो नि। अब बुझ्नु न तपाईँहरूले, अब यस्तो कपडा नि यहाँ छ, यस्तो छ क्या वास्तवमा आजको मेरो रुम चाहिँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ, यता मैले अघि लिएर आएको, अब यो फ्रिजमा हाल्नुपर्छ नत्र बिग्रिन्छ। अब म चाहिँ आज मेरो बिदा छ नि त, अनि त्यही भएर म यस्तो बवाल तरिकाले सफा गर्छु। हेर्नुहोस् अब मेरो सफा गरेको रुम। मैले चाहिँ आज काम पनि बिदाको बेला यतिको चाहिँ गरेँ है, यतिको काम चाहिँ गरेँ होइन, सफा गरेँ, यति टकटुक मिलाएँ होइन। आज कति दिनको भाडा पनि हेर्न सक्नुहुन्छ, भाडा पनि मैले पुरै माझिसकेँ होइन। यो भाडा सब माझेर यस्तो सरसफाइ गरेँ। यो चाहिँ अझ यहाँ राख्ने हो कि वास्तवमा होइन, यो राखिहालेँ चिटिक्क टल्काएर, अनि टक्क घोप्टाएर राखेको छु कि एक टोइलेट पनि चिटिक्क पारेको छु। त्यसपछि सफा गर्यो कि बेला सक्नुहुन्छ, सब यस्तो बवाल बनाएको छु, चिटिक्क बनाएको छु। अब फेरि अर्को हप्ता फेरि यही हो, फेरि पाएर हुन त भए पनि आजलाई चाहिँ सफा गरियो। कति दिनपछि 4-5 दिनपछि काम 4-5 दिन गरेर आज यता पाक्दैछ। अब एकछिनमा तरकारी बनाउँछु। आज बन्द खन्द आलु सालु मजाले तरकारी बनाएर खाने सोचमा छु होइन। यस्तै छ गरे होइन, एकमा बाहिरतिर जाने सोचमा छ। अब के हुन्छ कसो हुन्छ बाँकी पनि गरिसक्यो। अनि त्यसपछि यो चाहिँ मैले लिएको मासु, अनि फेरि कति धेरै दिन राख्ने भनेर अनि आज चाहिँ मासु बनाउँछु। यो पहिला मासु बनाउँछु अनि तरकारी बनाउँछु, मासु भात अनि तरकारी खाने प्लानले। अहिले चाहिँ टक्क यो नुन बेसार हालेँ, अब खुर्सानी नै हल्का हाल्छु होइन, खुर्सानी नै हल्का हाल्छु। यसलाई चाहिँ फ्राई गरेर मात्रै खाने कि, अनि त्यही भएर हेर्न सक्नुहुन्छ। यो मासु दसैँ अगाडि लिएको मासुले यस्तो हेर्दै क्लिनिङ गरेर डेट टन्नै भयो। 26-27 कहाँ गयो, 27-6-17सम्म खाना मिल्ने डेट छ। अनि त्यही भएर मैले क्लिनिङ गरेर राखेको थिएँ, फ्रिजमै राखेको थिएँ। अब चाहिँ यहाँ यस्तो बवाल तरकारी भरेर उम्लिँदैछ, अनि च्याप्पा बनाएर खानुपर्छ। यता आलु छ होइन, यता बन्द पनि छ अहिले। आज हरियो सागपात हरियो हरियो खाने भनेर आज फेरि यस्तै लिएर राखेको छु, टक्क बनाएर खाइन्छ होइन। यस्तो छ खाने भयो आमसँग।